नमस्कार। नेपो किड्स भनेको के हो? नेपालमा जेनजी आन्दोलनपछि एक शब्द निकै चर्चित भयो, नेपो किड्स। आखिर यो शब्दको अर्थ के हो? आन्दोलन त सडकमा थियो, तर सामाजिक मिडियामा अर्को क्रान्ति भयो, नेपो किड्स भन्ने नयाँ चर्चा। देश बदल्ने कुरा हुँदै थियो, तर अचानक सबैको मुखमा एउटा शब्द घुम्न थाल्यो, नेपो किड्स। नेपो किड्स भन्ने शब्द नेपोटिजम किड्सबाट आएको हो। यसको मतलब हो भाइ भतिजावाद, जसलाई आफ्नो आमा बाबु, परिवार वा नातेदारीको कारणले विशेष सुविधा, अवसर, जागिर, नाम, ख्याति, पैसा वा शक्तिको पहुँच सजिलै मिल्न सक्छ। जस्तै राजनीतिमा पनि ठुला नेताका सन्तानले पार्टीमा ठुला पद पाउने, व्यापार वा खेलमा पनि पारिवारिक हैसियतको कारणले सजिलो बाटो खोले। साधारण भाषामा भन्यो भने नेपो किड्स भन्नाले पारिवारिक ब्याकग्राउन्डको कारणले सजिलै सफलता पाउने, तर अरूलाई त्यो अवसर नदिने परिपाटी भन्ने बुझिन्छ। त्यस्तै फिल्म उद्योगमा प्रसिद्ध अभिनेता अभिनेत्रीका छोराछोरीले सजिलै फिल्म खेल्न पाउने, जबकि सङ्घर्षरत कलाकारहरूले अवसर नपाउने हुन्छ। अब नेपाली समाज, राजनीति र मनोरञ्जनसँग जोडेर नेपो किड्सका उदाहरणहरू बुझौँ। राजनीतितिर हेरौँ भने नेपालको राजनीतिको ठुलो भाग वंशजवाद, डाइनेस्टी पोलिटिक्समा अडिएको छ। उदाहरणका लागि नेपालमा उच्च सबै दलका नेताहरूमा परिवारका सदस्यहरू राजनीतिमा सक्रिय छन्। उनीहरूका छोराछोरी वा नातेदारले सजिलै पार्टीभित्र उच्च स्थान पाउँछ। यहाँ नेपो किड्स भनेको सङ्घर्ष बिना नेतृत्वमा सजिलैसँग पुगेका यस्ता राजनीतिक उत्तराधिकारी। मनोरञ्जन, फिल्म, सङ्गीत जगततिर हेरौँ। बलिउडमा करण जोहरको नेपो किड्स क्लब भन्ने शब्द नै प्रख्यात छ, जस्तै करिना, आलिया भट्ट, रणवीर कपुर आदि। नेपालमा पनि केही फिल्म स्टारका सन्तानले सजिलै प्रवेश पाएका छन्, जबकि सङ्घर्षरत नयाँ कलाकारलाई कडा मेहनत गर्नुपर्छ। त्यस्तै व्यापारतिर हेरौँ। ठुला व्यापारी वा ठुला मिडिया हाउसका छोराछोरीले सजिलै मालिक वा म्यानेजर बन्ने मौका पाउँछ। यो विशेषाधिकार सामान्य परिवारका युवाले पाउँदैन। अनि समाजमा पनि सरकारी जागिर वा निकायमा नातावादकै कारण अधिकांशले अवसर पाउँछन्। योग्यताभन्दा घुस र पहुँचलाई बढी प्राथमिकता दिइन्छ। छोटकरीमा भन्नुपर्दा नेपो किड्स जन्मसिद्ध विशेषाधिकारले सजिलो बाटो पाउने, तर सामान्य जनताका छोराछोरी सङ्घर्षमै बाँधिनुपर्ने वास्तविकता। हुन त यस किसिमको भेदभाव विश्वका अन्य देशहरूमा पनि देखिन्छ, तर फरक के छ भने पश्चिमी देशहरूले यसलाई काउन्टर गर्न लज, ट्रान्सप्यारेन्सी सिस्टम्स, फ्री प्रेस र पब्लिक क्रिटिसिजमलाई बलियो बनाएका छन्। कम्पनीहरूमा मेरिट बेस्ड हायरिङ कम्पलसरी हुन्छ। युनिभर्सिटीहरूमा इक्वल अपर्च्युनिटी पोलिसिज लागू हुन्छ। वी इज अ नेपो किड्स भनेर मिडियाले खुलेर एक्सपोज गर्छ। त्यसैले जुन देशमा रुल अफ ल र एकाउन्टेबिलिटी स्ट्रङ हुन्छ, त्यहाँ नेपो किड्सको इफेक्ट लिमिटेड हुन्छ। तर जुन देशमा सिस्टम कमजोर छ, त्यहाँ नेपोटिजमले नै सफलताको सर्टकट गरिदिन्छ।